गाइस आज फेरि दोस्रो चरणको लागि यसरी जेसीबी लगाएर चाहिँ खाल्डो धमाधम खनिँदैछ। हेर्दै गर्नु होला, फेरि पनि काटिदिएको छ युट्युब च्यानलबाट तपाईँलाई सम्पूर्ण ल पश्चिम साइडको भाग चाहिँ यसरी भइरहेछ। अब पूर्वपट्टिको भाग बाँकी छ। यहाँको माटो चाहिँ यसरी कटिङ गरेर बाहिर फ्याँकिँदैछ। ल माधव कस्तो देख्दो रहेछ हौ, धेरै पछि आउँदै गरेको हो। ए किन त्यसो हल्लिन्छ, के भयो फेरि? के हो केटाहरूको त बडी बिल्डरहरू पनि देख्छ क्या हो।
ल राति हुँदैछ रि जहिले त्यसले हो दिमाग खराब यार मान्छे गलेर हो कि क्या हो गलेको त होला गलेरै हो खोइ त फेरि उता लुक्छ त ल म भएको ठाउँमा भिडियो आउँदैन अनि कहाँबाट भिडियो बन्छ त भन्छु क्या म चाहिँ तपाईँलाई अन्नारै देखिसकेको भिडियोमा यता यताको कामको मात्रै आउँछ भन्ने कुरा गर्दैछु ल सम्झेको छ होला नि त अब आयो सम्झेको छ मेरो फुल क्लिप हाल्नु है भोलि मात्रै हो नि आज त टाइम त गइसक्यो काम बढाइ गरे अब पाल्छ बुहारी चाहिँ पाल्छ जस्तो छ यसले आयो हो भन्छ त यार गर्छ कि क्या हो केटोले अनि उसँग त बोल्नै त दिँदैन अनि हो र अरे अनि कहिले देख्यो लिम्बूले भने जस्तै हाउ कहिले देख्यो अनि अरे यी केटाहरू कामको बेलामा अब यसरी ऊ लाउनु हुँदैन क्या जिन्सको प्यान्ट त्यो पनि तल झरेको छ प्यान्ट ल गाइज अन्डरग्राउन्डको काम अगाडि बढ्नलाई निकै नै धाउधाउ परिरहेछ काजी निर्माण सेवाको कामहरू यसरी अगाडि बढाइरहेछ एक डिपार्ट जति चाहिँ यसरी कङ्क्रिट भइसकेको छ अरू बाँकी हुन छ अनि यतातिर चाहिँ बारहरूको काम हुँदैछ ल अब चाहिँ यता बार बेन्डिङको कामहरू यस्तो हुँदैछ है अनि साडु एक्लै हो कि क्या हो धरानमा फर्स्ट प्रविधि भित्राइँदैछ ठिक छ त नि 5 जना लाग्ने ठाउँमा 2 जनाले काम भइरहेछ एउटा चिनो लाउने चाहिँ हुनुपर्ने रहेछ क्या यसको है हैन
सकेछ कम्ती भएन पुगेको छैन अझै सानै छ अझ हिर्काउने किन खोल्या हो यस्तो छ काम कुरोहरू ठिकै छ धेरै नि 2,50,000 खर्च गर्यो भने चाहिँ यसरी धरानमा पनि प्रविधिहरू भित्राउन सकिने रहेछ तर यसको लागि चाहिँ सबैभन्दा समस्या भनेको चाहिँ ट्रिपेस लाइन हुनुपर्ने रहेछ यहाँको लोकल वायरिङले चाहिँ काम हुँदैन लोकल मिटरले चाहिँ त्यही भएर चाहिँ 3 फेस लाइनले चाहिँ काम गर्नुपर्ने देखिन्छ